मलाई एकदमै गलत लागेको छ हैन। कक्षा 12 को परिणाम जुन छ त्यो परिणामसँग पनि धेरैजना 80-90% विद्यार्थीहरू त सन्तुष्ट नै हुनु न, किनभने जे परिणाम निकाल्नु भएको छ उहाँले यति चाँडो पेपर चेकिङ गरेर अरू बेला 6 महिनामा रिजल्ट आउँथ्यो भने अहिले त राम्रोसँग 2-3 महिना पनि नपुगिकन रिजल्ट आएको छ नि त हैन। अनि त्यो रिजल्टले त उहाँले ढिला यति धेरै छिटो चेक गर्नुभएको छ त उहाँहरूले यो रिजल्ट चेक गर्दाखेरि त उहाँहरूले लापरवाही गरेर चेक गर्नुभएको हो नि त हैन। अनि त्यसमा त विद्यार्थीहरूको लागि त यो अन्याय हो नि त, किनकि उहाँहरूले त दिनरात नभनी पढ्नु भएको छ। अनि त्यसैले चाहिँ मलाई चाहिँ उहाँले गरेको यो काम चाहिँ ठिक लागेन, मन चाहिँ परेन। ठिक भन्नु हो। के हो पारा सरकारमा बसेर काम गर्ने, हामीले यही गर्न हजुरलाई चुनाव जितेर पठाएको। सरकारमा बसेर 2 महिनामै काम गर, 2 महिनामै काम गरेर राम्रो काम गर भनेर पठाएको। सही भन्नु हो है। यो कुरामा मैले पहिल्यैदेखि फिल भइरहेको थियो कि कहिले कसैले के भन्छ र अनि म पनि भन्छु भनेर कि एकदम सरकारमा बसेर काम गर्दा रहेछन् के काने हामीले यत्रो मिहिनेत गरेर हजुरलाई सरकारमा पठाएको थिएँ काम गर्नु भनेर। यो 12 को रिजल्ट यति छिटो आएर भएन, यस्तो नि गर्ने हो। भविष्यको हातमा विद्यार्थी छ हैन, मतलब हातमा विद्यार्थीको भविष्य छ हैन, मतलब विद्यार्थीको भविष्य हातमा छ, यो तरिका हो। यस्तो विद्यार्थीको भविष्यसँग खेलवाड गर्ने हो। छिटो राम्रो काम गरेर छिटो रिजल्ट ल्याएर। सही भन्नु हो दिदी, दिलले सही भने। दिललाई 2 महिनामा आएको रिजल्ट मन पर्दैन, मलाई 6 महिनामा आएको रिजल्ट मन पर्दैन। त्यही भएर 2 वर्ष लाएर 12 को रिजल्ट निकाल्न पर्यो। अब 2 वर्ष लाएर बल्ल अझै राम्रोसँग पेपर चेकिङ हुन्छ। सही भने दिदी, के काने सरकारमा बसेर राम्रो काम गर्थे।